जय मसीह, अभिवादन अनि नमस्ते प्रिय साथी। यो बिहान पनि म तपाईँको मोबाइलको स्क्रिनको अगाडि आइसकेको छु। यहाँ सबैजनालाई स्वागत गर्न चाहन्छु। विश्वभरिबाट एकैचोटि मेरो आवाज सुनिराख्नु भएको छ। विश्वासका पाइलाहरू अफिसियल फेसबुक पेज, अफिसियल युट्युब च्यानल र इन्स्टाग्रामको मार्फतबाट सुनिराख्नु भएको छ। आउनुहोस् यस बिहानी दिनको सुरुवात प्रभुको वचनबाट गरौँ र आजको वचनको खण्ड रहेको छ पहिलो कोरिन्थी त्यसको 1 अध्यायको 18 पद। यहाँ यस्तो लेखेको छ, किनकि नष्ट भएकाहरूको निम्ति क्रुसको सन्देश मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूको निम्ति परमेश्वरको शक्ति हो। प्रिय साथी, यो पद क्रिस्चियन सन्देशको केन्द्रबिन्दु हो। क्रुस येशूको मृत्यु मात्र होइन, हाम्रो उद्धारको ढोका हो। तर मानिसहरूको दृष्टिमा यसलाई दुई तरिकाले बुझिन्छ। पहिलो चाहिँ नाश हुनेहरूको लागि क्रुस मूर्खता हो साथीहरू। संसारका धेरै मानिसहरूले क्रुसलाई कमजोरीको प्रतीक पनि मान्छन्। कसरी एकजना क्रुसमा टाँगिएको मानिस उद्धारकर्ता हुन सक्छ? यस्ता किसिमका प्रश्नहरू मानिसले गर्छन्। तिनीहरूलाई यो वचन असङ्गत र अर्थहीन लाग्न सक्छ। यही कारणले कतिपय मानिस मृत्यु सुन्दा पनि अस्वीकार गर्छन्। दोस्रो कुरा चाहिँ उद्धार पाउनेहरूको लागि क्रुस परमेश्वरको शक्ति हो। जसले विश्वास गर्छन् क्रुस उनीहरूको जीवनको परिवर्तनको स्रोत हो। येशूको क्रुसमा भएको बलिदानले पाप क्षमा गर्छ, नयाँ जीवन बनाउँछ र अनन्त जीवनको आशा दिन्छ। क्रुस कमजोरी कहिले पनि होइन, बरु परमेश्वरको अद्भुत शक्ति हो जसले पाप, शैतान र मृत्युलाई परास्त गर्यो। प्रिय साथी, यो पदले हामीलाई के चुनौती दिन्छ भने हामी क्रुसलाई कसरी देख्छौँ? केवल धर्मको चिन्हको रूपमा वा परमेश्वरको सामर्थ्यको स्रोतको रूपमा? जब हामी क्रुसलाई विश्वास गर्छौँ, हाम्रो जीवनमा वास्तविक परिवर्तन हुन्छ। डरलाई विश्वासले जित्छ, निराशालाई आशाले बदल्छ र पापलाई क्षमाले हटाउँछ। प्रिय साथी, क्रुस मूर्खता होइन कदापि पनि, यो हाम्रो विजयको प्रतीक हो। त्यसैले लाज नमानी क्रुसको सन्देशलाई प्रचार गरौँ र जीवनमा जिउनका लागि हामी अगाडि बढिरहौँ। किनभने क्रुसमा नै परमेश्वरको शक्ति छ र यही शक्ति आज पनि हामीलाई उद्धार गरिरहेको छ। आमेन।